हेलो हेलो गुड मर्निङ अनि धर्मअनुसार साइन अनुसार जात अनुसार थर अनुसार अनि कुर्सी अनुसारको नमस्ते भन्दै हजुरहरू कि हँसिली रसिली काली भुन्टी सङ्गीता फेरि पनि मेरो सानो भिडियो लिएर आइसकेकी छु। मेरो भिडियो के को बारेमा हुन्छ त फाल्कीको बारेमा। यस सोलुमा अलिअलि चिसो हुँदै हुँदैन सङ्गीताहरूको घरमा के पाक्छ त फाल्की। आजको विशेष यो फाल्की चाहिँ मैले मेरो फुपूको लागि पकाएको थिएँ है त। मेरो फुपू चाहिँ काठमाडौँ बस्नुहुन्छ अनि अस्ति हाम्रो घरमा पूजा थियो नि त, त्यही पूजाको लागि आउनु भएको थियो। लामो समयपछि आउनुभएको मेरो फुपू चाहिँ अलि बस्ने निर्णय गर्नुभएर धेरै बस्नुभयो भन्दा पनि 2-4 दिनको बसाइमा चाहिँ ओहो अस्ति तिमीले त फाल्की पकाएको भिडियो लगाएको थियौ, मलाई पनि त्यस्तै मिठो फाल्की पकाएर खुवाउनु पर्यो है त भनेर भन्नुभयो। अनि म पनि हुन्छ नि त, मेरो फुपूले भनेको म किन मान्दिनँ भनेर फाल्की पकाएँ। अनि मैले फाल्की पकाउने तरिका, फाल्कीलाई कसरी पकाउने, फाल्कीमा के मिसाएर पकाउने अनि हामी के लगाएर पकाउँछौँ भन्ने चाहिँ पुरै भिडियो अस्ति मैले तपाईँहरूलाई देखाएको थिएँ। यहाँ पनि सबै भिडियोहरू चाहिँ छ। आज चाहिँ विशेष गरी हाम्रो घरमा 3 किसिमको फाल्की पाक्दैछ क्या। एउटा चाहिँ बफ, एउटा चिकन अनि एउटा चाहिँ के भन्दा भेज, किनभने मेरो भेना चाहिँ बफ खानुहुन्न त्यसैले चिकन, मेरो दिदी चाहिँ भेजिटेरियन हो अनि भेज, अनि हामी चाहिँ बफ लभर पऱ्यौँ नि त। बफको हड्डी बिना त ओहो फाल्कीको के स्वाद भनेर बफ फाल्की चाहिँ हामी सबैजनाले खायौँ। भेनाले चिकन अनि दिदीले भेज फाल्की खायौँ। अनि तपाईँहरू पनि घरमा अलिअलि जाडो भएको बेला फाल्की पकाएर खान चाहिँ नछुटाउनु है त। मैले यो अस्ति मेरो फर्स्ट फाल्की भिडियो लगाएको थिएँ नि, त्यसपछि चाहिँ मेरो आफन्तहरूले चाहिँ प्राय एक न एकचोटि चाहिँ सबैजनाले फाल्की पकाएर खानुभएछ क्या। तपाईँहरू यो भिडियो देख्ने जति सबैजनाले मेरो यो भिडियो हेरेर एकचोटि यो पकाएर खाइहेर्नुहोस् त। यसले जाडो त छु मन्तर गरेर कहाँ पुर्याउँछ भन्ने कुरा थाहा नै छैन। यो चाहिँ हाम्रो खाँदै गरेको भिडियो हो, सबैजनाले इन्जोय गरेर खायौँ है त। बाई।